उच्कार समादेश आज यस्तो घटना घट्यो यार, म लास्टै निशब्द भइरहेको छु होइन। म कसरी यो कुराहरू बताऊँ होइन। मान्छेको लाइफमा के हुन्छ कि यार है, मन थाम्न पनि सकेको छैन होइन, भक्कन छोडेर रुन पनि सकिरहेको छैन, यस्तो गाह्रो भइरहेछ परदेशको ठाउँमा। लास्टै के है, मान्छेको लाइफमा के हुन्छ कि अति गाह्रो भइसक्यो यार। तर त्यस्तो नगरिदिएको भए ठिक हुन्थ्यो। किन के कारणले त्यस्तो भयो भन्ने कुरा म सोचिरहेको छु कि म त्यस्तो त होइन, बट किन त्यस्तो भयो भनेको कि यार कसरी चित्त बुझाउने, लास्ट अति गाह्रो भइसक्यो यार। किन यस्तो भइरहेछ कि यार मेरो जिन्दगीमा यार। तपाईँहरूको पनि यस्तै हुन्छ, अति गाह्रो भइसक्यो कि यार। हेर न, सुतेर उठ्दाखेरि यहाँ एउटा पिम्पल आएको थियो, यो फुटेछ कि गाइज यार, त्यति मात्र हो ल।